यो हो पर्सन ए जो चाहिँ कलेज जान्छ तर कुनै पनि साइड हसल गर्दैन, उसँग इन्कम छैन र कुनै पनि सेभिङ छैन र ऊ प्यारेन्ट्ससँग डिपेन्ड गर्छ। र यो हो पर्सन बी जो चाहिँ आफ्नो कलेज सँगसँगै साइड हसल पनि गर्छ, उसँग राम्रो इन्कम छ, राम्रो सेभिङ छ र ऊ प्यारेन्ट्ससँग डिपेन्ड गर्दैन। र मलाई थाहा छ कि हामी सबैलाई पर्सन बी जस्तो बन्न मन लागेको छ, तर प्रब्लम के छ भन्दाखेरि कुन साइड हसल सुरुमा स्टार्ट गर्ने, कुनले कति टाइम खान्छ, कति स्किल चाहिन्छ भन्ने कुरा एज अ बिगिनर हामीलाई थाहा हुँदैन। त्यसैले चाहिँ यो भिडियोमा हामी कुरा गर्नेछौँ मोर देन 10वटा साइड हसल्सहरू, जुनलाई चाहिँ मैले इजी, मिडियम र हार्ड लेभलमा क्याटेगोराइज गरेको छु। तपाईँ आफ्नो स्किल र टाइम अनुसार चाहिँ एउटा चुज गर्न सक्नुहुन्छ। नाउ लेट्स गेट स्टार्टेड। र यदि तपाईँलाई थोरै इन्कम जेनेरेट गर्न मन छ तर कुनै पनि कम्प्लिकेटेड बिजनेस स्टार्ट गर्न मन छैन भने चाहिँ तपाईँ इजी साइड हसलबाट स्टार्ट गर्न सक्नुहुन्छ। कुनै पनि बिग इन्भेस्टमेन्ट चाहिँदैन, धेरै इफोर्ट पनि चाहिँदैन र थोरै टाइम भए पनि तपाईँ स्टार्ट गर्न सक्नुहुन्छ। र स्टार्टिङ विथ द फर्स्ट वान, सेलिङ नोट्स। कति धेरै स्टुडेन्टहरूले चाहिँ आफ्नो लेक्चरहरू मिस गरिरहेको हुन्छन्, क्लासेसहरू मिस गरिरहेको हुन्छन् र उनीहरूलाई चाहिँ आफ्नो इक्जाम पास गर्नको लागि चाहिँ प्रपर नोट चाहिरहेको हुन्छ। इफ यु आर समवन जसले चाहिँ क्लिन र अर्गनाइज नोट्सहरू बनाउनुहुन्छ भने यु हेभ एन अपर्च्युनिटी। इक्जाम पछि आफ्नो नोट्सहरू यत्तिकै फाल्न भन्दा चाहिँ यु क्यान सेल देम डिजिटल्ली। तपाईँले एकचोटि आफ्नो नोट्सहरू डिजिटल फर्ममा कन्भर्ट गर्ने हो र त्यसलाई तपाईँले मल्टिपल टाइम्स सेल गर्न सक्नुहुन्छ। यसको बेस्ट पार्ट के हो भन्दाखेरि यसमा इफोर्ट एकचोटि मात्रै लाग्छ र तपाईँले यसलाई सेल चाहिँ धेरैचोटि गर्न सक्नुहुन्छ। र हाम्रो सेकेन्ड नम्बरमा रहेको छ थम्बनेल डिजाइनिङ। युट्युबमा चाहिँ कति धेरै स्मल क्रिएटर्सहरूलाई चाहिँ भिडियो बनाउन इजी लाग्छ तर उनीहरू चाहिँ थम्बनेल डिजाइनिङमा स्ट्रगल गर्छन्। र यदि तपाईँले डिजाइनिङ टुल जस्तै क्यानभा र योसँग लाग्ने कन्सेप्ट्सहरू जस्तै कलर कम्बिनेसनहरू सिक्नुभयो भने चाहिँ तपाईँ थम्बनेल डिजाइनर बन्न सक्नुहुन्छ। यो भनेको चाहिँ एकचोटिको इफोर्ट हो र त्यसपछि तपाईँले चाहिँ इजिली एउटा थम्बनेल 10 देखि 15 मिनट या म्याक्सिमम 30 मिनटमा बनाउन सक्नुहुन्छ र यसको क्रिएटरहरूले तपाईँलाई राम्रो एमाउन्ट पे गर्छन्। र यो साइड हसलको बेस्ट पार्ट भनेको तपाईँको यो थम्बनेल डिजाइनिङ करियर पछि ग्राफिक डिजाइनमा पनि चेन्ज हुनसक्छ, जुन चाहिँ एउटा राम्रो करियर पनि हो। र हाम्रो अर्को साइड हसल हो सर्ट फर्म भिडियो एडिटिङ। आजको फास्ट पेस वर्ल्डमा हाम्रो एटेन्सन स्प्यान चाहिँ एकदमै कम भइसकेको छ। कुनै पनि रिलको फर्स्टको 1-2 सेकेन्डमा हामी डिसाइड गरिहाल्छौँ कि रिल हेर्ने कि नहेर्ने भनेर। र यस्तो फास्ट पेस वर्ल्डमा यदि तपाईँलाई सर्ट भिडियोलाई इङ्गेजिङ बनाउन आउँछ भने यु हेभ एन अपर्च्युनिटी। किनभने कति धेरै बिजनेसेस, सोसल मिडिया इन्फ्लुएन्सर्सहरूलाई चाहिँ प्लेटफर्ममा ग्रो गर्न ट्राई गरिरहेको हुन्छन् तर उनीहरूलाई राम्रो एडिटिङ भन्ने चाहिँ आउँदैन। यदि तपाईँले भिडियोलाई इङ्गेजिङ बनाउन सक्नुहुन्छ, बेसिक इफेक्टहरू लगाउन सक्नुहुन्छ भने राम्रो इन्कम जेनेरेट गर्ने अपर्च्युनिटी तपाईँसँग छ। र यो साइड हसलको बेस्ट पार्ट के हो भने तपाईँको यो सर्ट फर्म भिडियो एडिटिङ करियर पछि गएर लङ फर्म भिडियो एडिटिङ करियरमा पनि कन्भर्ट हुनसक्छ। र हाम्रो फोर्थ इजी साइड हसल भनेको चाहिँ सोसल मिडिया म्यानेजमेन्ट हो। यदि तपाईँ यस्तो खालको स्टुडेन्ट हो जोसँग चाहिँ स्किल केही पनि छैन तर टाइम चाहिँ जति पनि दिन सक्छु भन्ने खालको हुनुहुन्छ भने दिस साइड हसल इज बेस्ट फर यु। किनभने चाहिँ कति धेरै लोकल बिजनेसेसहरूलाई आफ्नो पेजमा रिप्लाई गर्ने, कमेन्टहरूको रिप्लाई दिने, पोस्टहरू गरिदिने खालको मान्छेहरू चाहिन्छ। र यदि तपाईँले आफ्नो टाइम पुट इन गर्न सक्नुहुन्छ र कन्सिस्टेन्सी पनि दिन सक्नुहुन्छ भने यो साइड हसल ट्राई गर्नु होला। यसमा चाहिँ तपाईँलाई कुनै ठुलो एक्सपर्ट बन्न जरुरी छैन, जस्ट कन्सिस्टेन्सी दिनु पऱ्यो र राम्रो इन्कम योबाट नि हुन्छ। ल अब हामी कुरा गरौँ मिडियम क्याटेगोरी साइड हसल्सहरूको है। यो साइड हसल्सहरूलाई चाहिँ अलि बढी टाइम, अलि बढी पेसेन्स चाहिँ चाहिन्छ है। तर इजी साइड हसल्स भन्दा चाहिँ यिनीहरूले तपाईँलाई अलि बढी इन्कम जेनेरेट गर्छ। फर्स्टमा रहेको छ हाम्रो ट्युसन। ट्युसन भनेको चाहिँ वान अफ द मोस्ट कमन साइड हसल नै होला। यदि तपाईँसँग केही कुराको राम्रो नलेज छ भने त्यो कुरा हजुरले अरूलाई ट्युटर गरेर राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अब यसको लागि तपाईँलाई कुनै खत्रै प्रोफेसर बन्न जरुरी छैन, जस्ट तपाईँले सिकाउने मान्छे भन्दा चाहिँ तपाईँसँग बढी नलेज हुनुपर्छ। राम्रो सेकेन्ड मिडियम साइड हसल भनेको चाहिँ फ्रिल्यान्सिङ हो। फ्रिल्यान्सिङ भनेको चाहिँ वान अफ द मोस्ट पपुलर साइड हसल नै होला। अब किन भनेपछि चाहिँ यसमा तपाईँले कुनै पनि प्रडक्ट सेल नगरिकन तपाईँले आफ्नो स्किल सेल गर्नुहुन्छ। त्यसमा चाहिँ तपाईँको वेब डेभलपमेन्ट पनि हुनसक्छ, ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ, मार्केटिङ, इभेन ट्युसन पनि हुनसक्छ। फ्रिल्यान्सिङको डिफिकल्ट पार्ट भनेको बिगिनिङ हो। किन भन्दा चाहिँ हामीलाई फर्स्ट क्लाइन्ट फाइन्ड गर्न एकदमै गाह्रो हुन्छ। तर तपाईँले यो फर्स्ट ब्यारियर क्रस गर्नुभयो र आफ्नो स्ट्रङ र राम्रो पोर्टफोलियो बनाउनु भयो भने यो साइड हसल जस्तो कुनै पनि साइड हसलले तपाईँलाई राम्रो इन्कम जेनेरेट गरेर दिँदैन। र यदि तपाईँलाई फ्रिल्यान्सिङको बारेमा अरू डिटेलली जान्न मन छ भने चाहिँ मैले भिडियो बनाएको छु, माथि चेक गर्नु होला है त।
यो यस्तो साइड हसल हो जुन चाहिँ मैले आफ्नो स्टार्टिङमा सुरु गरेको थिएँ र म अहिले पनि यो साइड हसल गर्दैछु। क्लोदिङ बिजनेस भन्ने बित्तिकै हामीलाई टन्नै इन्भेस्टमेन्ट चाहिन्छ भन्ने चाहिँ हुँदैन। एज अ स्टुडेन्ट हजुरले सुरुमा थोरै प्रोडक्ट ल्याउने, त्यसमाथि कन्टेन्ट बनाउने र त्यसलाई अनलाइन मार्केटिङ गर्ने र त्यसलाई अनलाइनै पेजेस थ्रु सेल गर्न सकिन्छ। पछि तपाईँको राम्रो हुँदै गयो, सक्सेस पाउनुभयो भने चाहिँ तपाईँको यो सानो बिजनेस पछि गएर ब्रान्डमा पनि कन्भर्ट हुनसक्छ। अब यो प्रिन्ट अन डिमान्ड पनि तपाईँको क्लोदिङ बिजनेस जस्तै सिमिलर नै छ, तर एउटा कुरा के फरक छ भन्दा यसमा चाहिँ तपाईँले स्टक होल्ड गर्न पर्दैन। फर्स्टमा चाहिँ तपाईँले कस्टमरबाट अर्डर लिने र त्यो अर्डर अनुसार तपाईँले अर्डर प्रिपेयर गरेर बल्ल कस्टमरलाई सेल गर्ने हो। र यो साइड असलमा चाहिँ इन्टर गर्न चाहिँ एकदम सजिलो छ, तर कम्पिटिसन चाहिँ एकदमै बढी छ। त्यही भएर यो बिजनेसमा सेलिङ र मार्केटिङ भन्दा नि तपाईँको क्रिएटिभिटी म्याटर गर्छ। र यदि तपाईँ यस्तो स्टुडेन्ट हुनुहुन्छ जसलाई चाहिँ क्रिएटिभिटी मनपर्छ, डिजाइनिङहरू मनपर्छ भने चाहिँ यो साइड असल तपाईँको लागि वान अफ द बेस्ट हुनसक्छ। ल अब हामी कुरा गरौँ हार्ड लेभलको साइड हसल्सहरू। अब यिनीहरू यस्तो साइड हसल्सहरू हुन् जसलाई चाहिँ बढी टाइम, बढी पेसेन्स, अलि बढी कन्सिस्टेन्सी र अलि बढी स्किल्स चाहिन्छ। अब यसमा यस्तो हुँदैन कि तपाईँले आज स्टार्ट गर्नुभयो र अर्को दिनबाटै तपाईँले पैसा कमाउन स्टार्ट गर्नुहुन्छ, अथवा फर्स्ट विक सेकेन्ड विकमा पनि तपाईँले पैसा कमाउनुहुन्न। यिनीहरूले अलिकति टाइम माग्छन्। तर जति पनि साइड हसल्स हामीले कुरा गऱ्यौँ योभन्दा अगाडि, तिनीहरूभन्दा चाहिँ अभियसली यसले चाहिँ हामीलाई बढी इन्कम जेनेरेट गरेर दिन्छ। इमेजिन गर्नुहोस् कि तपाईँले एउटा टुल बनाउनु भयो र त्यो टुलले पछि गएर तपाईँलाई महिनामा इन्कम जेनेरेट गरेर दिइरहेको छ। यही नै हो स्यास बिहाइन्डको आइडिया। अब कुनै पनि सफ्टवेयर या टुल बनाउनु त्यति हार्ड चाहिँ डिफिकल्ट चाहिँ छैन आजको एजमा, किनभने एआई पनि छ। यो साइड हसलमा डिफिकल्ट पार्ट भनेको तपाईँले रियल लाइफ प्रब्लम पोइन्ट आउट गर्नु हो। यदि तपाईँ यस्तो खालको मान्छे हो जसलाई चाहिँ टेक्नोलोजी टुल्सहरू एकदमै मनपर्छ र तपाईँले रियल लाइफ प्रब्लमहरू पनि मजाले पोइन्ट आउट गर्न सक्नुहुन्छ भने दिस क्यान बी द बेस्ट साइड हसल फर यु। र हाम्रो अर्को साइड हसल रहेको छ युट्युब। अब युट्युबलाई चाहिँ मैले स्टार्टिङमा राखौँ कि नराखौँ सोचेको थिएँ, तर फाइनली राखिहालेँ। किन भन्दाखेरि चाहिँ युट्युब यस्तो प्लेटफर्म हो, तपाईँले भिडियो मात्रै नभएर यसमा चाहिँ अडियन्सहरू बनाउनुहुन्छ र जहाँ अडियन्स हुन्छन् त्यही नै तपाईँको बिजनेस हुन्छ। अब युट्युबबाट कमाउने तरिका जस्तै एड स्पोन्सरसिपहरू, तपाईँको सब्सक्रिप्सन्सहरू भइगयो, अनि थुप्रै वेजहरू हुन्छ। तपाईँले आफ्नो मर्चेन्डाइजहरू पनि सेल गर्न सक्नुहुन्छ पछि गएर। अब यो साइड हसललाई चाहिँ मैले हार्ड क्याटेगोरीमा किन राखेँ भन्दाखेरि तपाईँको यसमा फर्स्ट भिडियो भाइरल नहुन सक्छ, के त तपाईँको 50th भिडियो भाइरल हुन्छ कि, त्यही भएर सक्सेस चाहिँ यसमा डिलेड हुन्छ। त्यही भएर चाहिँ यो हार्ड क्याटेगोरीमा फल गर्छ। तर यदि तपाईँ यस्तो मान्छे हो जुन चाहिँ कन्टेन्ट क्रिएसन इन्जोय गर्नुहुन्छ र तपाईँमाथि प्यासेन्स छ, तपाईँ यो प्रोसेसलाई इन्जोय गर्नुहुन्छ भने चाहिँ युट्युब तपाईँको लागि वान अफ द बेस्ट प्लेटफर्म हुनसक्छ साइड हसल गर्नको लागि। र हाम्रो अर्को साइड हसल रहेको छ इकमर्स ब्रान्ड। जस्तो हामीले अघि मिडियम क्याटेगोरीमा कुरा गरेको थियौँ, क्लोदिङ बिजनेसको बारेमा कुरा गरेको थियौँ, त्यसकै अपग्रेडेड भर्जन नै तपाईँको यो इकमर्स ब्रान्ड हो। अब अरू बिजनेसमा जस्तै तपाईँले प्रडक्ट सेल गर्नुहुन्छ, मार्केटिङ गर्नुहुन्छ, सबै कुरा गर्नुहुन्छ, तर इकमर्स ब्रान्डमा यो सबै कुरा त हुनै पर्यो, प्लस तपाईँले कस्टमरहरू बिचमा चाहिँ तपाईँले ट्रस्ट डेभलप गर्नु पर्यो र लोयलिटी डेभलप गर्नु पर्यो। र तपाईँलाई लाग्ला अब ब्रान्ड चाहिँ म एक्लै के बनाउन सक्छु र भन्ने लाग्न सक्छ, तर आजभोलिको एज भनेको चाहिँ एआईको एज हो। तपाईँले सबै काम आफै गर्न पर्दैन, एआईले नै तपाईँको मोर देन 80% अफ द काम गरिदिन्छ। र त्यही भएर चाहिँ ब्रान्ड इस्टाब्लिस गर्नु कुनै ठुलो कुरा आजको एजमा होइन, यसलाई चाहिँ कन्टिन्यू गर्नु, कस्टमरहरू बिच ट्रस्ट बिल्ड गराउनु नै ठुलो कुरा हो। र के थाहा तपाईँको सानो स्टार्ट गरेको ब्रान्ड पछि गएर ठुलो पनि हुनसक्छ, र इफ एकचोटि तपाईँको ब्रान्ड भएको भने ब्रान्ड भनेको ब्रान्डै हुन्छ। ओके, आजको लागि यति नै थियो। यही नै हो हाम्रो टप साइड हसल्सहरू जुन चाहिँ तपाईँ आफ्नो टाइम र स्किल अनुसार चाहिँ चुज गर्न सक्नुहुन्छ। आजको लागि यति नै। तपाईँलाई कुनै पनि साइड हसल्सको बारेमा डिटेली चाहियो भने कमेन्ट गर्नु होला। टिल देन बाई बाई।